आदेश दन्तकाली तन्त्र शक्ति साधना संस्थानमा तपाईहरुलाई स्वागत छ। म हुँ दन्तनाथ हगोरी। के हुन्छ जब जीवनको गाडी हिँड्दा हिँड्दै अचानक रोकिन्छ? जब मान, सम्मान, पैसा र सफलता सबै एकाएक बन्द हुन्छ? यसको लागि एउटा एकदमै शक्तिशाली तान्त्रिक समाधान छ, ब्रह्म डाकिनी साधना। अब सबैभन्दा ठूलो प्रश्न यही हो, के तन्त्र जस्तो रहस्यमय विद्याले हाम्रो सुतेको, रोकिएको भाग्यलाई साँच्चै जगाउन सक्छ त? के यसले जीवनको त्यो बन्द ढोका खोल्न सक्छ जुन अरू कुनै पनि प्रयासले खोल्न सकिरहेको छैन? यो साधनाको आवश्यकता तब पर्छ जब जीवन एउटा बन्द गल्लीमा पुगेको जस्तो महसुस हुन्छ। एकछिन सोच्नुहोस् त, कुनै बेला तपाईको नाम सबैको मुखमा थियो। एक सफल राजनीतिज्ञ वा लोकप्रिय कलाकार हुनुहुन्थ्यो, तर आज त्यो चमक कतै हराएको छ। मान सम्मान गुमिसक्यो र मानिसहरूले तपाईलाई बिर्सँदै गएका छन्। राम्रो चलिरहेको व्यापार, बढ्दो करियर अनि पैसाको त्यो प्रवाह सबै अकस्मात ठप्प भइदिन्छ। हरेक बाटो बन्द देखिन्छ र भविष्य नै अँध्यारो लाग्न थाल्छ। जहाँ दिमागले सोच्ने छोड्छ, बनाएका योजनाहरू एकपछि अर्को गर्दै असफल हुन्छन् र यस्तो लाग्छ कि कुनै अदृश्य शक्तिले तपाईको जीवनको हरेक पाङ्ग्रामा ब्रेक लगाइदिएको छ। हो, यस्तै निराशाजनक अवस्थामा तन्त्र एउटा चाबीको रूपमा आउँछ। एउटा यस्तो समाधान जसले यी सबै बन्द र रोकिएका मार्गहरूलाई फेरि खोल्छ। तपाईको भित्र सुतिरहेको भाग्यलाई बिउझाउँछ ताकि तपाईको प्रगतिको गाडी फेरि गुड्न सकोस्। रोकिएको प्रवाह फेरि सुरु हुन्छ। ठिक त्यसैगरी यो साधनाले जीवनमा रोकिएको पैसा, करियर र ऊर्जाको प्रवाहलाई फेरि गति दिन्छ। यही शक्तिशाली समाधानको नाम हो ब्रह्म डाकिनी साधना। यो एउटा यस्तो तान्त्रिक अभ्यास हो जसले लगभग हरेक काम पूरा गर्ने र जीवनका सबैभन्दा ठूला बाधाहरू पनि हटाउने क्षमता राख्छ। ब्रह्म डाकिनी वास्तवमा को हुन्? उहाँको प्रकृति कस्तो छ? ब्रह्म डाकिनीको स्वरूप शान्त होइन, बरु उहाँ उग्र र अत्यन्तै तीव्र हुनुहुन्छ। उहाँको यही प्रचण्ड प्रकृतिले नै उहाँलाई जीवनका कठिनभन्दा कठिन बाधाहरूलाई पनि तोड्न सक्ने र शक्तिशाली तथा आक्रामक कार्यहरू गर्न सक्षम बनाउँछ। यो साधना गर्ने दुईवटा मार्ग छन्, सात्विक र तामसिक। सात्विक मार्ग शुद्ध र अहिंसक हुन्छ, जसमा लड्डु वा मिठाई जस्ता भोग चढाइन्छ। अर्कोतर्फ तामसिक मार्ग उग्र हुन्छ, जसमा रक्सी र मासुको भोग लगाइन्छ। सात्विक साधना गर्दा पनि डाकिनीले आफ्नो उग्र स्वभाव अनुसार मासुको भोग माग्न सक्नुहुन्छ। यसबाट प्राप्त हुने परिणामहरू साँच्चै नै असाधारण छन्। वशीकरण अर्थात् मानिसलाई आफ्नो पक्षमा आकर्षित गर्ने शक्ति। मारण अर्थात् शत्रुलाई हानि पुर्याउने क्षमता। जीवनबाट कुनै पनि नकारात्मक ऊर्जालाई जरैदेखि उखेल्ने शक्ति। धनको वर्षा गराउने र एउटा यस्तो चुम्बकीय व्यक्तित्व बनाउने जसले तपाईलाई चाहेको पद र प्रतिष्ठा दिलाउन सक्छ। यो साधना गरेपछि व्यक्तिभित्र एक प्रकारको चुम्बकत्व, एक सम्मोहनको शक्ति उत्पन्न हुन्छ। यही शक्तिले मानिसहरूको भिडलाई तपाईतिर आकर्षित गर्छ। खासमा यो साधना ती व्यक्तिहरूका लागि हो जो शक्ति र प्रतिष्ठाको खेलमा छन्, जस्तै कि राजनीतिज्ञ, कलाकार र उच्च पदका अधिकारीहरू। साथै आफ्नो गुमेको सम्मान फिर्ता पाउन चाहनेहरू र व्यापारमा डुबेकाहरूका लागि पनि यो उत्तिकै प्रभावकारी छ। चाहे तपाईँ यो बाटोमा नयाँ हुनुहोस् वा अनुभवी, यो साधना सबैका लागि खुला छ। परिणाम देख्नका लागि डाकिनीको साक्षात् दर्शन वा प्रत्यक्षीकरण हुनै पर्छ भन्ने छैन। केवल विधिपूर्वक मन्त्र जाप र अनुष्ठान गर्नाले नै तपाईको जीवन र करियरमा यसको चमत्कारी प्रभाव देखिन थाल्छ। शक्ति, भाग्य र तन्त्र जस्ता गुप्त अभ्यासहरू साँच्चै एक आपसमा जोडिएका छन्। अदृश्य शक्तिहरूले हाम्रो देखिने संसारलाई नियन्त्रण गर्छन्। यदि तपाईहरू यो साधना प्राप्त गर्न चाहनुहुन्छ भने तल डिस्क्रिप्सनमा दिएको नम्बरमा सम्पर्क गर्नुहोला। आदेश।